रोशनी, यदि तिमी मेरो भएन भने म तिम्रो कपाल उखालेर टक्लु बनाइदिनेछु, टक्लु। जापानको यो घुम्तीमा जे किन्दा पनि फ्रीमा पाइन्छ। पत्याउनुहुन्छ? पत्याउनै सकिन्न हो। हेर्नु न, पैसा आयो, तर यो पैसा छ नि, यो पैसाको मूल्य त भयो, तर मूल्यवान बनाउन सकिएन के। म बहुतै सिङ्गल भए है, अब मलाई केटी चाहियो, मलाई दुईटा खुट्टा भएर उभिने केटी मात्रै भयो भने चाहियो। तेरा बाउ जाँटी, तेरा बाउलाई दाइ भनी हेस, तेरा बाउले जन्माएको होला मलाई। घरमा बाउ आमालाई गर भन्ने दाजुभाइ चाहिएको भयो, बाबा मलाई भाइ चाहियो, मलाई दाइ चाहियो भनेर हाम लाएर भन्ने होइन। मासला ग्यास्ट्रिकला ठस ठस बाध्दै हिँड्यो दिन सो बिहान जय श्री राम बिहान भने मुजिक अनुहार हेर्नु परेन, त्यस्तो नभन्नुहोस्। काजी साहब नमस्ते। काजी होइन, हाकिम हो के हो? हाम्रो स्पेसल हाकिम दाई जापान आइसक्नु भएको छ। अब स्पेसली जापान र नागोयाको टुर छ। दाईले चाहिँ सबैभन्दा अगाडि पनि छ हाम्रो, ओकिनावा पनि छ, त्यताबाट पैसा आएन अहिलेलाई। प्रधानमन्त्री रतन कार्कीलाई बनाउनु पर्छ भन्ने कुरा देखेँ मैले। यस्तो संवेदनशील कुरा मजाक नगर्नुहोस्, भोलि बिहान उठेर काममा जान छ मलाई, म भ्याउँदिनँ। अनि हर्क साम्पाङजी, बिहामा सालीले जुत्ता लुकाएको जस्तो सलबल नगर्नुहोस् न तपाईँ। 40 मिनटमा 42वटा स्ट्याटस नलेख्नुहोस् न। कुन दिन बालेनलाई नै मेरो लौरोले जितेको भन्न बिर्दैन हर्क दाइ। सुशीला कार्की चाहिँ रतन कार्कीको ठुली आमा हो भन्ने कुरोको यो हल्ला चाहिँ नफैलाउनुहोस्।